Hello guys, good afternoon. टासिदिले फ्याप्लो नमस्कार। आज मेरो YouTube च्यानलको भिडियोलाई तपाईहरुले मन परेकोमा लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो चाहिँ दिनभरि के गर्यो त्यो तपाईहरुलाई देखाउँछु। हेर्दिनुस् होला। आजको नजारा चाहिँ यस्तो छ। यस्तो छ है नजारा आजको चाहिँ स्टार्टिङ। हेर्नुस् ल, आजको दिन यस्तो छ। फुलको गार्डन छ, फुल फुल्दैन आँटेको छ। यस्तो छ। यस्तो छ। घाम लागिरहेछ। घाम लागिरहेको छ। यहाँनिर सानो गार्डन छ फुलको। माथि छ फेरि फुल। यहाँनिर गरेन्डल पुरा फलिरहेछ। गरेन्डल चाहिँ फेरि बेसी छैन, एउटा बोट मात्रै छ। यहाँ खर्सानीको बोट छ एउटा, यहाँ एउटा छ। यहाँनिर चाहिँ हाम्रो भाइ उयो मिस्त्रीको काम गर्दैछ। यहाँनिर हाम्रो आक्कु हुनुहुन्छ, बियर खाँदै आक्कुले काम गर्नुहुँदैछ। आक्कुले केही भनिदिनुहोस् मेरो भिडियोमा। भन्नु केही छैन, रातो घाममा बियर खाँदै काम गर्दैछु बुढेसकालमा। के बनाउनु भएको आक्कुले? यो चाहिँ सानो सानो मूर्ति राख्ने ठाउँ। यस्तो बनाउँदैछ है, दरस टाइपको। अब एकपट्टि मात्रै बनाएर भएन, दुईपट्टि बनाएर मात्रै राम्रो देख्छ। यहाँ हाम्रो महिला भाइ हुनुहुन्छ। यहाँ केही भन्छ कि? केही भन्नु छैन, बिजी छ। आजको दिउँसोको नजारा चाहिँ यस्तो छ है। घाम चाहिँ लागिराखेको छ हो। दिन चाहिँ यस्तो भइराखेको छ। यहाँदेखि उँधो चाहिँ यस्तो छ दिउँसोको नजारा। यहाँनिर चाहिँ घरको नजारा चाहिँ यस्तो छ। यो घर अलिक उनीबाट देखाउँदा चाहिँ यस्तो देख्छ हो। यहाँनिर हाम्रो आमा हुनुहुन्छ। आमा एकछिन बस्नु त, एकछिन बस्नु नि हो। यहाँनिर चाहिँ सिमी रोपेको, लामो लामो भयो सिमी। अस्ति मैले प्रमिला सिस्टरको ल्याउने डल्ले खोर्सानी सर्यो, यता रोपेको छु क्यारेटमा। यहाँ पनि सर्यो हो। यहाँनिर काँक्राको बिउ यत्रो यत्रो लामो भयो। काँक्राको बिउ सार्नु पर्ने। यहाँनिर अलैँचीको उयो छ, फुल लाग्दैछ। यहाँनिर अस्ति प्रमिला सिस्टर ल्याइदिनु टमाटर यहाँनिर छ।
यस्तो छ यहाँको नजाराहरू चाहिँ। यहाँ हाम्रो आमा आउनुहुँदैछ। खै केही भनिदिनुहोस्, केही भनिदिनुहोस् मेरो युट्युब च्यानलमा, केही भनिदिनु हुँदैन आमा? यहाँदेखि उताको नजाराहरू यस्तो छ। मकैहरू उम्रिनु थाल्यो हो। यहाँदेखि उँभोको यस्तो छ हो। यहाँनिर मकै त रोपेको त छ। हाम्रो आमा डोको बोकेर घाँसमा हिँड्नु आँट्यो, खुर्पा बोकेर। कहाँ चाहिँ हिँड्ने हो घाँस चाहिँ काट्नु? जङ्गल नजानु है एक्लै चाहिँ। यहाँ मकै त त्यति लामो त भयो नि, के गर्नु? छैन, पुछार पलाएको आउँछ, राखिदिँदैन। मकै रोप्यो भन्दा रोप्यो भने नाम मात्रै हो। यहाँ त यहाँ पनि मैले काँक्राको बिउ रोपिरहेको छु। यहाँ पनि यत्रो त लामो भयो। यहाँ हाम्रो गाई छ, गाई। यहाँ हाम्रो गाईको खोले पाक्दैछ। यस्तो पकाउनु पर्छ हो। यहाँनिर खोले भोलि बिहानसम्मको, बेलुका र भोलि बिहानसम्मको लागि पकाएर रेडी छ। बस्तीमा काम यस्तै हुन्छ। मल चाहिँ यति बेसी छ है, पत्कर हालेको मल हो। यहाँनिर हाम्रो गाई छ, नक्कली गाई छ। नक्कली गाई, नक्कली गाई यहाँ छ। यहाँ दुईटा बाछाहरू छ। यहाँ एउटा छ, दुईजना बाछीहरू। यो पालिको दुईजनै बाछी हो, दुईटै। यहाँ चाहिँ हाम्रो नक्कली नाकिम गाई छ। नाकिम गाई हो। बस्तीमा अब यस्तै हुन्छ काम। बाछी हो, यहाँ बाछी, दुईटा बाछी छ। यहाँनिर उँभोको नजारा यस्तो छ। सिमी चाहिँ यतिको लामो भएको छ। उताको नजारा यस्तो छ।
बेलुकाको नजारा चाहिँ यस्तो छ। हावा चलिरहेको छ, दामी भइरहेछ। हेर्नुहोस् बेलुकाको नजारा चाहिँ यस्तो छ है। यस्तो दामी देखिरहेछ पहाडहरू। पहाडहरू क्लियर देखिरहेछ। यस्तो दामी देखिरहेछ पहाड। आजको हाम्रो डिनर चाहिँ यस्तो छ। हाम्रो डिनर हेर्नुहोस् आजको यस्तो छ। मुखमै नहालिकन दामी चाहिँ कसरी भयो? दामी झुमुला दे जा खोइ झन्डै घोप्टाएन है फेरि। अब यहाँ दाल छ कि अहिले भन्दै गर्न म भिडियोमा सबै हाल्छु नि। कस्तो रहेछ चिल्ली? दामी चिल्ली दामी रहेछ दामी। लु आजको डिनर चाहिँ कम्प्लिट भयो। सक्यो आज डिनर खाइसक्यो। आमा कस्तो रहेछ आजको डिनर? डल्लै खाइसके। आजको डिनर चाहिँ छुमुलाले पनि खाइसक्यो है छुमुला है। सबैलाई अब बाई बाई भन्नु चाहन्छु। भोलि भेटौँ। धामी चाहिँ